आज चाहिँ मेरो दिनको सुरुवात यो गर्मीबाट हुन्छ हैन। अब तराई क्षेत्रमा लास्टै गर्मी छ, त्यसैले चाहिँ अब हैन चिसा पानीबाट चाहिँ मतलब पानी यतातिर फर्काइदिएर हाम्रो माथि नहरतिर अब आज नहरको नजाराहरू हेर्नुपर्छ हैन, कस्तो कस्तो छ हेरेर जानुपर्छ। गाउँ पनि बित्था त लाग्न थाल्यो हो, केही छैन गाउँमा यार, एक्लै मोजी गर्मी हुन थाल्यो, धेरै गाह्रो छ। अनुहार पनि देखिन्न, बस कालो मान्छे पऱ्यो पो घाममा कहाँ राम्रो देखिन्छ होइन। जिन्दगी छोड्छ लास्टै मिठो हुन्छ होइन। अब यो फललाई खानुपर्छ अहिले टिपेर ढ्याम्म ल्याम्म पारेर। म टिप्दिन गइदिउँ ल। फाइनली ने भाइ सबको टिप्नु गएको बाउटा खान्छ ए बाउटा बाउटा छोड़ दे तो मलाई आइज रे आइज आइज नपास गर्दैन अहिले यो मुजी लोगोजी मेरो दिन होला जस्तो छ खानालाई हैन, खाइदिनु होला ढ्याम्म। यस्तो कालो हुन्छ भनेर छाता ओढेर आउँछन् के हैन, गोरु मान्छेलाई छाता त उड्नु पर्यो। अब हामी जस्तो कालो भएपछि त हो छाता नउड्ने, के गर्ने, त्यस्तै पनि कालो छु, त्यस्तै कालो हुनुपर्छ हैन। त्यही हो, के भनौँ त अब। ओ माय गॉड, के हो यो पारा यस्तो? के हो यस्तो पारा? के भइरहेछ यहाँ? तपाईँहरू हेरिदिनु होला, के भइरहेछ भनेर भन्नुहोस् त तपाईँहरू यता। तपाईँलाई म देखाउँछु है, के हो यस्तो पारा? ल भैँसीलाई पनि नहरतिर नुहाउन लगिदिउँ। मान्छेहरू नुहाउँदामा भैँसी पनि नुहाउँछ है हाम्रो यतातिर चाहिँ। अनि ओहो हा हा हा, काली माता की जय, भगवान की श्री राम परमेश्वर की भगवान की। मार्ला जस्तो गर्छ त यो तपाईँ। सुन्देको म त ओहो भगवान्, कति बुढी भइले नहरको नराजा तपाईँहरूलाई देखाउँछु म। नहरमा के भइरहेछ, कस्तो भइरहेछ तपाईँहरू जान सक्नुहुन्छ। ओ उसको आवाज आइरह है उताबाट, लड्कीको आवाज आइरह जस्तो लागेको छ मलाई चाहिँ होइन। अब के देख्न पाइन्छ, के देख्न पाइन्छ आज नहरमा, त्यस्तो भन्न खोजेँ नै, मतलब कस्तो कस्तो अरू कुराहरू देख्न पाइन्छ भने हो नि त। तर उल्टो सोचेर नसोच्नु होला है, किन भन्दाखेरि के भनिस् तैँले? त्यस्तो भने होइन, कपालहरू चाहिँ देख्न पाइन्छ है। किन भन्दाखेरि यस्तो नहरतिर जङ्गलतिर हुन्छन् भनेर सुनेको थिएँ मैले चाहिँ। खै हेरौँ आज के हुन्छ। ओहो म चाहिँ लड्कीहरूको बस्तीमा आएको छु होइन। तर जम्मै यहाँ लड्कीहरू मात्र रहेछ सोचेको थिएँ मैले त, तर लड्की चाहिँ बवाल रहेछ नै केटा हो। ओहो लड्कीहरू देखाउँछ है म तिमीहरूलाई, लड्कीहरू देखाउँछु।
लड्कीहरू 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 लड्की 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 खोइ लड्की 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 ओहो लड्कीहरू हेर है केटा ओहो लड्कीहरूको बस्ती रहेछ धेरै यतातिर मालेहरू छैनन् अब फाइनल्लीमा पनि अब डुक्की हाल्छु होइन पक्क बारेको मतिर पनि आइयो तर यहाँ म त जम्मै लड्कीहरू सन्छु सुतिरहेको थिएन तर जम्मै यहाँ लड्काको मात्रै उडेछ कि पाउँतिर चाहिँ लक्षित सालाहरू छन् कि माथि ल आम फाल्न ल सुख कहिले दुःख त जीवनको बाटो होइन कहिले तल पनि भइन्छ कहिले माथि पनि भइन्छ होइन तर आत्तिनु चाहिँ हुँदैन है दुःख आयो भन्दैमा आत्तिनु पनि हुँदैन सुखमा मात्तिनु पनि हुँदैन त्यही भन्न चाहन्छु पर्छ होइन कहिलेका सुख पनि आउँछ कहिलेका दुःख पनि आउँछ दुःख आउँदैमा आत्तिनु पनि हुँदैन कि सुख आयो भने पनि मात्तिनु पनि हुँदैन कि किन भन्दाखेरिमा दुःख आछ मलाई दुःख परेछ म त के गर्नु सक्दैन भनेर आफूलाई नराम्रो बनाउने त्यस्तो चाहिँ नगरौँ है किन भन्दाखेरिमा मान्छेहरूले जस्तो सुखी परिस्थितिमा पनि होइन अलिकति थोरै भयो भने के गर्नुपर्छ है भन्ने चाहिँ मनमा राख्नुपर्छ होइन म त त्यही भन्न चाहन्छु अब त अब त्यहाँबाट आएर चाहिँ होइन अब भाउजूसँग थोरै टिकटिक बनाइयो होइन त्यो अब भाउजूलाई पनि थोरै अब देखाइदियो भन्ने हो नि त ल आजको मौसम चाहिँ कस्तो छ भनिदिनु त भाउजू आजको मौसम त धेरै बबाल छ है अघि भर्खरै पानी पर्ला जस्तो भएको थियो हावाहुरी पनि आयो एकचोटि हामी बजार गएर आउँदा पानीले आज उतै चुट्छ जस्तो लागेको थियो तर अहिले चाहिँ जोस मौसम सफा भएको छ त्यही हो हामी तराईवासीहरूलाई चाहिँ यस्तै हो होइन अब सधैँभरि घामै घाम थियो नि त आज थोरै होइन हल्का यस्तो दामी छ कि मौसम हेरिदेऊ न आज होइन यस्तो भएर चाहिँ त्यसैले चाहिँ होइन हल्का आज खुसी छु हल्का गर्मी बढिरहेको थियो होइन हल्का चाहिँ एकदम राम्रो छ क्या कस्तो भन्दाखेरिमा आनन्दसँग निन्द्रा लाग्ने जस्तो दाजु चाहिँ त्यसैले भनिरहेको थियो अघि चाहिँ मेरो बाल कसरी हल्लिरहेको थियो होइन अहिले चाहिँ बसेछ त्यही उसले भने तपाईँहरूलाई चाहिँ अब यसभन्दा चाहिँ म कहाँ जान्छु भने मेरो साथी आउनुलाई है अब साथी अब धेरै दिनबाट अब भन्छ होइन कहाँ चाहिँ के छ भनिरहेको थियो अब बल्ल आज कामबाट छुट्टी भएछ म चाहिँ अब बेरोजगारी मान्छे पऱ्यो जस्तै होइन साथीलाई अब त्यसपछि साथीसँग भेट हुन्छ अनि भन्दै थियो भेडसुडी बनाउनुपर्छ भनेर त्यही हो बनाइदिनुपर्छ कहिले काहीँ होइन बेरोजगारी मान्छेले भने पनि ठिकै हो ल हेरेर साथ दिदिनु होला भन्न चाहन्छु अब के भन्छ सानैबाट त केही चिज पनि सफल हुँदैन है सानैबाट त्यही ठुलो हुने हो राम्रो गर्दै राख्नु होला सफलता मिलोस् अगाडि बढ्दै राख्नु होला सबैले साथ दिदिनु होला उहाँलाई त्यही हो नि त साथीहरू होइन कस्तो भन्दाखेरि होइन सुरुमा कसैको हुँदैन कि अब जन्मेबाट कसले सिकेर आउँछ र होइन आउँदैन नि त होइन त्यसैले भाउजूले चाहिँ मलाई त्यही भनिदिनु भयो होइन एकअर्काको साथ सपोर्ट बिना नै हाम्रो जिन्दगी चल्छ जस्तो लाग्छ मलाई चाहिँ होइन त्यही हो मेरो गाउँ चाहिँ यही फाइनली केटा हो यो मेरो भाउजूको घर होइन यतातिर मकै बाटी छ कहिलेकाहीँ मकै चोर्न पनि आउनुपर्छ तर भाउजूले सुन्नु पाएन है त्यही पनि ठिकै छ मेरो साथी पनि नि यही हो दाइ बहिनी पनि यही हो होइन अब त्यही हो अब भेट चाहिँ भयो अब धेरै दिनपछि भेट भयो है यो क्यानाडा गएको थियो नि त यो